राजीनामाको एउटा कुखुराका चल। अब हामीले यति बुझौं कि सेटिङ यहाँसम्म रहेछ भनेर हैन, त्यही भएर त राजीनामा नदिएको त। त्यो कुरा बुझ्छौं हामी, यो कुरा हामी राम्रोसँगले बुझ्छौं। अनि सानो कुरा अरे, सानो कुरा पायौं हामी जनताहरूले अरे, अनि हामी फट्याङ्ग्रा अरे। कुखुराले एउटा फट्याङ्ग्रा खाँदाखेरि सबै कुदे जस्तो हामी कुदिम अरे। जुन अहिलेको उखानेजीले भन्नुभएको यस्तालाई प्रधानमन्त्री मान्नुपर्ने अरे, यस्तालाई प्रधानमन्त्री मान्नुपर्ने अरे। अनि हाम्रो नेपाल, अनि हाम्रा यी भेडाहरू, एमालेका भेडाहरू, सानो कुरा अरे। दिनमा जुन 50 लाख रुपियाँ एयरपोर्टबाट असुलेको जुन अख्तियारले गएर छापा मार्दाखेरि जुन त्यहीको मान्छेहरूले प्रमाण सहित बोलिरहेको छ कि यसरी हामीले गृह मन्त्रालयमा 50 लाख दैनिकी बुझाउँछौं भनेर, यो कुरा सानो कुरा अरे। रविले कति के गरेको थियो? रविको ठुलो कुरा भयो, रविको इस्यु भयो, कुनै पनि ठाउँमा प्रमाणित नभएको आफैले बोलेको थियो त मिडियामा आएर, रवि कुनै पनि ठाउँमा दोषी छैन भनेर। पुलिसहरू आएर बोलेका थिए मिडियामा, हरेक मान्छेहरू, बुढा मान्छेहरू आएर बोलेका थिए मिडियामा, कहीँबाट केही छैन भनेर। प्रचण्ड बोल्नु भएको थियो आएर मिडियामा। अनि कहीँ पनि केही, पहिला त कहीँ पनि केही प्रमाण नभेटेको, रिस उठेपछि उसलाई लगेर हुरालेको होइन। अनि तिमीहरूको दुई तिहाईको सरकारले जे गर्दा पनि हुन्छ? रिस उठेको मान्छेलाई चाहिँ प्रतिशोध साँधेर दुनियाँ कुरा गर्ने, अनि तिमीहरूको पार्टीमा भएको मान्छेहरूलाई चाहिँ जे गर्दा पनि जय जयकार गर्नुपर्ने सेटिङ होइन। कहाँसम्मको चुतिया छ यो यहाँ यो देशको प्रधानमन्त्री भन्ने कुरा सबै थाहा छ क्या हामीलाई, लुकाउनु पर्दैन के। जतिसुकै ढाकछोप गर, जेसुकै गर, हामी अब हुन्छौँ नि, हामी सोझा सादा जनताहरू छँदैछौँ। हाम्रो आँखामा छारोपट्टि हाल, हामी पत्याउँला। तर नि धेरै ढाकछोप गर्दा 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 एक दिन त्यो छोपिएको देखिन्छ के, भगवानले देखाउँछन् के। बुझ्यौ नि? सानो कुरा है। दिनको 50 लाख रुपियाँ असुलिरहेको छ, सानो कुरा, सानो हुँदै होइन नि। लाज हराएको प्रधानमन्त्री, यस्तालाई प्रधानमन्त्री मान्नुपर्ने उखाने, अनि उखानेका गुखानेहरू नि फेरि यस्तालाई समर्थन गर्छन्। भाडाका टट्टुहरू हिजो निकै उठाएर लिएर गइएछ त, सबै भाडामा लिएर गएको होइन, पैसा तिरेर। भाडाका टट्टुहरू बेइज्जती।